हेलो, के छ खबर? नमस्ते ठिक छ। के गर्दै आफ्नो हुनुहुन्छ? के छ? मेरो पनि ठिक छ। अनि हजुर के गर्दै हुनुहुन्छ? आज सन्डे यसो रमाइलो गर्नुभयो कि नि? रमाइलो त भयो। अनि कतिखेर हो? भर्खर भर्खर आउँ। भर्खरै हो? अरू ए हजुरसँग एक डाको गाइदिनुहुन्छ के हो? कसो? गाउने त सम्भावना छैन अहिले। भन्नु खोजा के छ? ड्युटी कस्तो छ? काम ड्युटी अहिले जाने हो अब ड्युटीमा। कामको कस्तो छ? चलिरहेछ? काम त ठिकै छ। के गर्ने 24 घन्टा ड्युटी हो। अब भेटघाट पनि हुँदैन, यस्तै त हो। भेटघाट गर्नुलाई टाइम निकाल्नु पर्यो। आज त टाइम निक्लिएको थियो, त्यही भएर यस्तै भएर त यहाँ हजुरसँग आएर यसो भिडियो सिडियो बनाउँ, अलिकति केही कुराकानी गरौँ, सघाउन देखाउन भन्ने लागेको। मलाई चिने तपाईँलाई नचिने त कुरै भएन। अब जे भए पनि चिनेको छ, नचिने पनि केही भएन। नचिने त मलाई फोन बच्चाको टोपी हालेर धेरै ठुलो नगर्नु नि त। अनि नचिने पनि केही भएन रे। म त मलाई चिने छैन भनेपछि ठिक छ नि त। तिमीहरू जस्तो पत्रकारले देश बिग्रिया छ। चिनिया छैन अरे। हामी जस्तो मान्छेलाई चिनिया छैन। ऋषि धमला जस्तो भद्र थापा छ यिनीहरूले। तपाईँहरू जस्तोलाई देश बिग्रिया छ यहाँ। चिनिया छैन अरे। देशमा मजदुरी गरिरहेको छु, बसिरहेको छु। नोकरी गरेर काम गरेर खाएको छु। तिमीहरूको चिनिया छैन। तिमीहरू पत्रकारिता त ठिक छैन। हामी नेपालमा एक रोटी खाएको छैन। होइन तपाईँ रिसाएको किन हो? यस्तो कुरा जनतासँग लाइभ भइरहेको छ। पत्रकार सही हिसाबले किन गर्नु हुँदैन? ए बाबा, हामीले सही हिसाबले गरिरहेको छौँ। तपाईँ रिसाउनु किन हुन्छ भने? तपाईँ कुन सही हिसाबले बनाएको छ भन्नु त मलाई। तपाईँलाई देखेको छैन। आज तपाईँ पहिलोचोटि तपाईँ सुन्नु। यो के अरे सुशीला कार्की यो जेन्जी हो। त्यो त जेन्जी। यो तपाईँ चुप लाग्नुहोस्। मेरो कुरा सुने नै सुन्नुहुन्छ? भन्नु तपाईँ कुरा सुन्नु। यो जेन्जी बनेको पत्र ल्याएको यो जेन्जी सुशीला कार्की रे। जेन्जीले चुने अरे। यो 5 वर्षमा मर्छ यो जेन्जी हो। त्यसो भए तपाईँ के भन्न चाहनुहुन्छ? मेरो कुरा सुन्नु। बोल्नु। तपाईँ पत्र क्वेसन सोध्ने हो? तपाईँ जो यो बस गर्न आयो? होइन, म त क्वेसन सोधिरहेको छु। सुन्नु न मेरो कुरा फेरि। ल भन्नु। पत्रकार यो जेन्जीले ल्याएको के अरे जेन्जीले ल्याएको यो सत्ता हो। जेन्जीले ल्याएको सत्ता हो। अनि जेन्जी यो 80 वर्षको बुढा 5 सालपछि मर्छ यो हार्ट एट्याक आएर हो कि नै? मान्नुहुन्छ? मान्छु त्यो कुरा मान्छु। त्यो कुरा तपाईँ सही भन्नुभयो तपाईँले। अनि किन थोडा बादमा मान्छु त्यो कुरा मान्छु। अनि अरू भन्नु होइन, त्यही हो। मलाई त्यही हो। कति मलाई 2002 मा आएको यो इन्डियामा के गर्यो? नेपालले काङ्ग्रेसले गर्यो, माओवादीले गर्यो। अब तपाईँको विचारमा के भन्न चाहनुहुन्छ त तपाईँ? म के भन्छु? नेपालमा जान चाहन्छु। यिनीहरूको पत्ता साफ गर्न चाहन्छु म। ल धन्यवाद तपाईँलाई। 2082-84 तपाईँ सुन्नु। भन्नु टाइम छ। अब तपाईँ इन्टरभ्यू लिएर अर्को इन्टरभ्यू पनि लिनु छ। तपाईँ भन्नु कुरा गर्ने टाइम छ। ठिक छ, भन्नु न। कुरा गरिरहेको छ। टाइम छ। पर्सेन्ट होइन अहिले घरमा दैलोमा आएर यो भोट मागिरहेछन्। दैलोमा आएर त्यतिखेर त्यो जनताको पर्सेन्ट अरे सुन्नुहोस्। कति मान्छे पर जिन्दगी लिएर पर्सेन्ट धेरै लामो लाग्यो। पर्सेन्ट कति 2 दिनमा जेन्जीले पत्ता साफ गरिदिए नेताहरूको। पर्ने 10 कति साल रे? 10 साल 15 साल लाग्यो पर्सेन्टले सत्ता पल्टी गर्न लागि। 10 साल त्यसले के गर्न सक्यो? सकेन।